ल मैले सबैजनालाई नमस्ते गरेँ, स्वागत गरेँ। फेरि पनि म स्वागत गर्छु। मेरो नाम चाहिँ महेश थापा। यहाँहरू सबैलाई भ्यू पोइन्ट रिसोर्ट पनौतीमा स्वागत छ। म यहाँहरूको केही समय लिएर यहाँको जोग्राफीको बारेमा चाहिँ अलिकति बताउँछु। अहिले चाहिँ हामी पनौती नगरपालिकाको वडा नम्बर 4 चामखर भन्ने ठाउँमा छौँ। यो चाहिँ 1760 मिटर हाइटमा पर्छ। यहाँबाट चाहिँ पनौती नगरपालिकाको 12वटै वडा, धुलखेलका केही आंशिक एरिया र भक्तपुरको केही एरियाहरू यहाँ देख्न सकिन्छ। मौसम खुलेको बेलामा चाहिँ तपाईँको सनराइज र सनसेट मात्रै होइन, यहाँ लाङटाङ रेन्जका हिमालहरू पनि यहाँ अवलोकन गर्न सकिन्छ। अब हामी नयाँ ठाउँमा आएपछि कता पूर्व कता पश्चिम भनी पनि अलिकति अलमल अलमल पनि पर्छ। अब मैले अलिकति हजुरहरूको ध्यान आकर्षण गरेँ, यो ठ्याक्कै यता चाहिँ पूर्व चाहिँ यता मेरो हात सिधा चाहिँ पूर्व पऱ्यो, जहाँ चाहिँ पूर्व चाहिँ तपाईँको सनराइज हुने चाहिँ धुलखेल डाँडा, जुन हामी यता यहाँ हजार सिँढी भएको डाँडा यो धुलखेल यता पऱ्यो भने पनौती बजार यहाँ तल पऱ्यो, तल पनौती बजार पऱ्यो भने पर देखेको चाहिँ खोपासी फाँट र सँगै नवबुद्ध यता पऱ्यो र यता चाहिँ तपाईँको भालेश्वर मन्दिर र बेथान चोक यता पऱ्यो, पछाडि नागी डाँडा यता पर्छ, सँगसँगै पछाडि फुलचोकी। अब बेथान चोक चाहिँ मैले बेथान चोक चाहिँ 3000 मिटर हाइटको डाँडा पऱ्यो, जुन चाहिँ महाभारत रेन्जको डाँडामध्ये काभ्रे पलाञ्चोक जिल्लामा पर्ने सबैभन्दा अग्लो डाँडा चाहिँ बेथान चोक हो। बेथान चोक हो, जुन नारायण थान हो, जुन चाहिँ त्यसको हाइट चाहिँ 3000 मिटर छ। यो चाहिँ यता सिधा यहाँ पऱ्यो, भोलि बिहानसम्म उता देखिन्छ। र